पछिल्लो समय दोषले भन्दा राजनीतिक कारणले बढी सताइएको पात्रको संज्ञा पाएका रवि लामिछानेलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। न्यायाधीश द्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा लामिछानेलाई पूर्वपक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासले गरेको निर्णय कानुन सम्मत भएकाले उल्ट्याउन नपर्ने आदेश गरेको हो। सर्वोच्च अदालतको यो आदेशपछि जिल्ला अदालत रूपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुङ्गिँदासम्म रवि थुनामा हुनेछन्। जिल्ला अदालतले सफाई दिएमा मात्रै उनी थुनामुक्त हुनेछन्, तर त्यस बेलासम्म अरू आरोपबाट पनि उनले सफाई पाएको हुनुपर्नेछ। निवेदक प्रतिवादीहरू रवि लामिछाने र सबिला जोशीलाई पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी पूर्वपक्षका लागि थुनामा राखी मुद्दाको कारबाही र किनारा गर्ने गरी भएको मिति 81/12/22 को आदेश बेरितो नदेखिँदा बदर गरिरहनु परेन कानुन बमोजिम गर्नु। रवि लामिछाने गत चैत्र 22 मा पक्राउ परेका थिए। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगी गरेको कसुरमा पूर्वपक्षका लागि थुनामा पठाउन आदेश गरेसँगै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई नियन्त्रणमा लिएको थियो। काठमाडौँको बुढानीलकण्ठ स्थित चप्पली हाइटबाट नियन्त्रणमा लिएका उनलाई पक्राउ गर्न जाँदा प्रहरीसँग पक्राउ पूर्जी समेत थिएन। यही कारण प्रहरीको हतारो र नियतमाथि नै प्रश्न उठ्दा रविको अन्तिम इच्छा प्रहरीले सोधेको थियो। फलत यो अर्को विवादको विषय बन्यो भने रविले सङ्गठित रूपमा सहकारी ठगी गरेको मुद्दा खेपिरहेका छन्। लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रूपन्देहीले भने धरौटीमा रिहा गरेको थियो, तर उच्च अदालत बुटवलले पूर्वपक्षमा पठाएपछि उनले यस विरुद्ध पनि सर्वोच्चमा निवेदन दिए। त्यस्तै वैशाख 7 गते रवि पत्नी निकिता पौडेलले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। यी दुवैको एकैसाथ सुनवाई हुँदा यी मुद्दा 6 पटकसम्म त हेर्न नमिल्नेमै पर्यो, जबकि 5 पटकसम्म हेर्न नमिल्नेमा परेपछि गत आइतबार न्यायाधीश द्वय मनोज कुमार शर्मा र सुनिल कुमार पोखरेलको इजलासले हेर्न मिल्ने न्यायाधीशहरू बीच मात्र गोला प्रथा गराउने व्यवस्था मिलाउन आदेश दिएको थियो। फलत सोमबार तोकिएको पेशीमा हेर्न मिल्ने न्यायाधीश बीच गोला प्रथा गराइएको थियो, तर सो दिन पनि गोला प्रथाबाट छनौट भएका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डे रविको वकिलका नातेदार परेपछि मुद्दा हेर्न नमिल्नेमै परेको थियो। सोही कारण राष्ट्रपति सांसद तथा अधिवक्ता शोभिता गौतमले त न्यायालयको निष्पक्षतामाथि नै संसदमा